हेलो गाइजहरु, आज चाहिँ मैले मिनी पिज्जा बनाउँदै छु। आज यस्तो खालको पिज्जा पाकिसकेपछि पनि मैले देखाउने छु, तर किचनमा कोही आएनन् भने कहिलेकाहीँ तेरा बाजेको कहिलेकाहीँ सहयोग गर्न आउँछन् छिटै। त्यसले गर्दाखेरि भिडियोहरू हाल्नलाई अलिक असमर्थ हुन्छु के। यस्तो बाङ्गो टिङ्गो भएको चाहिँ मैले खान्छु के। त्यो भेइएसी त्यो क्या पिज्जा पाकिसकेपछि देखाउँला भनेको त काँठे यही काम भेइएसी पो देखेँ। हेर्नु त गाई, त्यो पिज्जा पाकिसकेपछि निकाल्ने बेला त मेडामा आएर अब फेरि टन्नै समय छ त है मलाई भिडियो बनाउने। अब उसको अगाडि किन बनाऊँ भनेर कि मेरो भाइ यो मेरो कान एउटा छोटो गराइछु कि मैले यता भित्र पसेर अब पाइल्स भएर यो निस्क्यो के अरे। पाइल्स भएर गाइज कानमा पाइल्स भयो मेरो त। किन यस्तो हुन्छ है? यो छेडेको त जमानामा हो त कि अहिले आएर यस्तो पाइल्स हुने हो त? यसलाई के आएको यस्तो माथिपट्टि एउटा पाइल्स जस्तो यत्रो निस्केको गाँठे पुत्लुक्क। यो सुन मँगेको बेला मलाई यस्तो यहाँ छोटो गराइछु कि यहाँ भित्रपट्टि हालेर योले मेरो कान कपाल तान्दिएर अनि झट्ट भएर हो कि यस्तो यो पाइल्स भएको मलाई। यत्रोबाट नाको ओ माई गड। भिडियो लानुहुन्छ हेरिदिनु केही हुँदैन बेकार है। काम त भेलियो के अरे। अब यहाँ धोतीहरूको धोती छन्, फेरि यहाँ यो धोतीहरूका छन् नि आइरन गरिदिने होला फेरि गाह्रो छ। के गाइजहरु, आजको रमजान पनि सकियो। अब करिब 20-22 दिनसम्म अझै छ, त्यसपछि तमस्कट गइन्छ।